मैले चाहिँ हामी चाहिँ मार्फामा पुगेको छौँ कि यो भिडियोमा चाहिँ हैन। मार्फामा बुवा र मम्मीलाई लिएर जाँदैछु। अरू साथीहरू आउनुभएको जुन हामीसँग हुनुहुन्थ्यो उहाँहरू दुवैजना नै डिहाइड्रेसन भयो भने अनि मसँगको साथी पनि बिक्खी माली चाहिँ सन्चो छैन भनेर भित्रै सुतेर बस्यो। मैले चाहिँ बुवा मम्मीलाई फेरि अब आउने मौका हुन्छ कि हुँदैन, बुढाबुढी भइसक्नु भयो, फेरि आउने चान्स के हो भनेर चाहिँ घुमाउँछु भनेर निक्ले है। बुवा र मम्मी चाहिँ यो चिसोमा नि हेर्नुहुन्छ। बुवा मम्मीको भिडियो खिच्दैछु भनेको फर्लक्क फर्किनुहुन्छ। हावा हेर्नु न कति मजाले चलिरहेछ। चिसो चाहिँ चिसो थियो तर बुवा मम्मीहरू चाहिँ चिसै भए पनि आनन्द गर्दै हुन्थ्यो। कहाँ आएको भनेको खालि मुक्तिनाथ मात्र भन्नुहुन्छ। अनि मैले ठाउँको नाम भन्नु त भनेको त्यहाँ भन्नुभएको छ है। अनि पछि फेरि कल्चर ड्रेस लाउने जस्तो कुरा भयो। अनि मम्मीलाई कल्चर ड्रेस लाउने एउटा होटलमा छोड्दिएँ। अनि त्यसपछि चाहिँ मैले पनि लाउँछु भनेर गएँ। अनि मेरो साथीलाई उठाउँछु फेरि भिडियो कसले बनाइदिन्छ, सन्चो भारी छ भने बोलाउँछु भनेर गएको थिएँ मम्मीहरूलाई त्यहाँ छोडेर। अनि मम्मीहरूले मलाई चिन्नुहुन्छ कि हुन्न भनेर मैले चाहिँ एउटा भिडियो पनि बनाउँछु भनेर लागिरहेको थिएँ। अनि अँध्यारोमा आएँ कि मैले उसलाई उठाएर हैन। यहाँ भन्दैछु म है। ड्रेस चेन्ज गरेर टोपीसोपी लगाएर आएको थिएँ तर के चिन्नु हुँदो रहेछ जस्तो भनेर आए पनि मलाई भन्दा मेरो मम्मीलाई कति राम्रो देख्यो उज्यालो हेर्नु न, मस्त नाच्दै गाउँदै बुढाबुढी तिम्रै हुँ म नगर केही पिर चिन्ता के भन्ने गीत गाउँदै हुनुहुन्छ। बुवालाई देखाउँदै मम्मीले चाहिँ रमाउँदै हुनुहुन्छ। जस मार्फा गाउने रमाउँदै हिँड्नुभएको छ। राति भयो भने उज्यालो भएर अनि हामी घुम्दै थियौँ। जति राति भयो पनि त्यहाँ चाहिँ अँध्यारो त्यो फिलै नहुने कि उज्यालो छुट्टै अनुभव हुने। अनि मम्मी र म चाहिँ फोटोको पोज दिँदै थियो तर यहाँ चाहिँ भिडियो भइरहेको रहेछ। अनि यत्तिकै उफ्रिँदै बस्दै यस्तै छ हाम्रो रमाइलो मेमोरिज है हाम्रो। यस्तो छ। बुवा र मम्मीलाई यो घुमाउने कता हो भनेरै थाहा भएन अरे। हामी बुद्ध मान्छ कि मान्दैन भन्ने कुरा थियो। बुद्धलाई मान्छौँ तर हामी हिन्दू हो होइन। त्यसलाई गर्ने पूजा कार्यहरू चाहिँ कसरी गर्छन् भन्ने त्यो आइडिया चाहिँ छैन। त्यस्तै छ। बुद्धं शरणं गच्छामि हैन गाइस। ल यस्तै छ हाम्रो मार्फाको भिजिट। गाली नरिकन सुन्नुहुन्न त्यही भएर